सम्पूर्ण मित्रलाई हार्दिक नमस्कार छ है मित्रहरू। अहिले सरकारले सुकुम्बासी बस्तीहरू सबै भत्काउने नीति लिएर अगाडि बढिरहेको देखिन्छ। हाम्रो सुझावहरू एक ठाउँमा राखेर आफ्नै तरिकाले अगाडि बढेको देखिन्छ। यो चाहिँ कसो के भएको हो भन्ने बारेमा थोरै म तपाईलाई मैले बुझेको कुराहरू भन्छु है। अहिलेको हाम्रो प्रधानमन्त्रीज्यू पहिला के अरे काठमाडौँ महानगरको मेयर हुँदाखेरि उहाँले एक समयमा फोहोर व्यवस्थापन गर्न सक्नु भएन। त्यसले गर्दाखेरि मैले अलिअलि यसो छेडखानी पनि गरिदिएको थिएँ। त्यतिखेर थुप्रै उहाँको समर्थकहरूले मेरो विरोध पनि गर्नुभएको थियो, केही छैन। त्यसपछि उहाँ फोहोर सफा गर्नतर्फ लाग्नुभयो अनि फोहोर केही महिनामा उहाँले ठिकै व्यवस्थापन पनि गर्नुभयो। त्यस पछाडि उहाँले सुकुम्बासी बस्तीलाई पनि एक खालको फोहोर जस्तो देख्नुभयो जस्तो लाग्छ मलाई चाहिँ। अनि सुकुम्बासी बस्तीहरू हटाउने यो कामहरू गर्नु थाल्नुभयो। त्यो क्रममा अब थापाथलीमा सुकुम्बासी बस्ती हटाउने क्रममा चाहिँ उहाँलाई असफलता मिल्यो। कमब्याक हुनु पर्यो हैन, ड्रब्याक गर्नु पर्दाखेरि चाहिँ त्यो एक खालको इगो उहाँको मनमा छ जस्तो मलाई चाहिँ लाग्छ। त्यसले गर्दाखेरि अहिले अब प्रधानमन्त्री बन्नु भएको छ। चुपचाप घन्टीमा छाप भन्दै सबैले चुपचाप लागेर घन्टीमा छाप हाल्नु भएको थियो। मैले त्यतिखेर पनि भने चुनाव बेला पनि गरिब दुखीको पक्षमा श्रम संस्कृति मात्रै हो है भनेर मैले भन्दाखेरि पत्याउनु भएन। अहिले अब चुपचाप घन्टीमा छाप, अहिले चुपचाप, पहिला चाहिँ त्यो चुनाव पछाडि चाहिँ चुपचाप कुम्लो बोक टाप भन्ने खालको भइरहेको छ। र यो सुरुवात मात्रै हो। मैले देख्दाखेरि देशैभरि सुकुम्बासी बस्तीहरू हटाउने काम यो सरकारले गर्छ, मैले जहाँसम्म बुझ्दा। त्यसो हुँदाखेरि अब सचेत भएर बस्नु होला। पूर्वदेखि पश्चिमसम्म लाखौँ लाख मान्छेहरू गरिब छन्, सुकुम्बासी बस्तीमा बसिरहेछन्। अब कतिले चाहिँ अहिले मिडिया ट्रायल पनि गरिरहेछ। अब मिडिया पनि छन् त साथीहरूकै पक्षमा, गरिबको पक्षमा बोल्दैन। अनि त्यही सरकारको पक्षमा मात्रै सत्तामुखी मिडियाहरू पनि छन्। त्यसो भएको कारणले यस्तो योजना गर्दैछ लजमा राख्ने भन्ने कुराहरू मात्रै प्रचार गरिरहेको हुन्छ। तर त्यहाँभित्र कति पीडा र दुःख छ भन्ने कुरा म महसुस गर्न सक्छु। एउटा चरालाई पनि आफूले बनाइराखेको गुण, आफू बास बस्ने एउटा रुखको हाँगा हैन, बाँसको झ्याङ कति प्यारो हुन्छ भने एउटा मान्छे हो। मान्छेको आफ्नो घर भनेको चाहिँ इज्जतसँग पनि जोडिन्छ। मान्छेलाई सबैभन्दा पहिला परिचयको क्रममा पनि नाम सोधिन्छ, त्यसपछि घर सोधिन्छ हैन। तपाईको नाम के हो अनि घर कहाँ हो भनिन्छ। कति पढ्या छ, कति पैसा तपाईसँग छ हैन, के छ अवस्था, तपाईको पदीय हैसियत के, सामाजिक हैसियत के भनेर हामी सोध्दैनौँ। उसको घर सोध्छौँ, नामपछि घर सोध्छौँ। भनिसकेपछि घर भन्ने कुरा चाहिँ घाँस बाँस कपास भन्छ। त्यसरी चाहिँ आधारभूत आवश्यकता मात्रै नभएर त्यो चाहिँ प्रतिष्ठासँग पनि जोडिन्छ, सामाजिक प्रतिष्ठासँग पनि जोडिन्छ। ती मान्छेहरूलाई सशस्त्र प्रहरी देखाएर, नेपाल प्रहरी देखाएर, नगर प्रहरी देखाएर, भइ पनि आउँदाखेरि नेपाली सेनै पनि देखाएर तपाईको चाहिँ के अरे जुन बस्ती खाली गर्न लगाइएको छ, ती मान्छेहरूको मनमा हैन कति गहिरो चोट पुगेको छ भन्ने म महसुस गर्न सक्छु। हो त्यो भएको कारणले यो खालको मन भएको मान्छेलाई उसले सुरु गरेको पार्टीलाई जिताउनु है भनेर मैले भन्दाखेरि पत्याउनु भएन कतिले। अब ठिकै छ, त्यो पनि केही छैन हैन, त्यो चिज छ। र अब ती मान्छेहरू त्यहाँबाट निस्केर त गए हैन, तर यो जीवनभर उनीहरूको मनमा चाहिँ चोट लागिरहन्छ कि है। अब आफ्नो प्रतिष्ठासँग पनि जोडिएको छ नि त। अब कहाँ गएर बस्ने, त्यो लुगा र फाटा के बोकेर हैन। अब हुकुमबासी कि हुकुमबासी भनेर पनि भनेको देख्छु। धरानकै हकमा हेर्ने भने धरानमा तपाईको थुप्रो छ, चितवनमा देशैभरि छ सरकारी जग्गामा बस्नेहरू है। सरकारी जग्गा मैले अघि बिहान पनि भनेको थिएँ
जग्गा चाहिँ सरकारको भनेपछि जनता चाहिँ कसको त भन्ने कुरा पनि सरकारले हेर्नुपर्छ। मैले दिएको सुझाव अहिले सुन्दाखेरि अब त्यही सम्बन्धित पार्टीका समर्थकहरूले यहाँ कमेन्टमा गाली गर्नुहुन्छ, मलाई सबै थाहा छ त्यो, होइन? यो नयाँ घटना होइन मेरो लागि, यो जहिले भइ नै रहन्छ। तर सरकारको यो खालको कदम गलत छ। सरकारले सक्छ भने सीमानामा रक्षा गरेर देखाओस् न, सीमा रक्षा गरेर देखाओस्, होइन? बिगौँ बिगा माइल तपाईँको सिमाना मिचिएको छ भन्ने कुराहरू हामीलाई थाहा छ। तर त्यहाँ चाहिँ तपाईँको चाहिँ नै पुग्न नसक्ने, संवादसम्म गर्न नसक्ने, चुँ बोल्न नसक्ने, अनि आफ्नै तपाईँको जनताले एउटा बाँसको टाटी बारेर बस्छ, अनि 5-10 वर्ष पछाडि केही आर्थिक उन्नति गरेर उसले यसो चाहिँ एउटा सानो टाउको लुकाउने बनाउँछ र बस्छ भने त्यो चाहिँ देखिन सक्ने, यो चरित्र एकदमै गलत छ। गरिबको आँसु लागेपछि ठुल्ठुला शासकहरू पनि, होइन, तपाईँको धुलिसात भएको इतिहासहरू हामीले बिर्सिनु हुँदैन। गरिबको आँसु त्यस्तो खालको तपाईँको चाहिँ नै हुन्छ है। त्यसलाई मैले अर्को शब्द मैले उच्चारण गर्न मैले यहाँ उचित सम्झिनँ। सरकारले भनेको कुरा मान्नुपर्छ भन्छु म चाहिँ। यो खालको नीतिहरू छोडिदिनुहोस्, विकासका योजनामा लाग्नुहोस्, विकासमा लाग्नुहोस् न। पानी छैन कहीँ कतै, बाटो छैन कहीँ कतै, पुल बनाउनुतिर लाग्नुहोस् न, आर्थिक उन्नति गर्नुहोस्। विदेश जाँदैको युवाहरूलाई रोकेर देखाउनुहोस् न, रोजगारी दिनुहोस्। तर यसरी भइराखेको मान्छेको घर भत्काइदिँदा, होइन, त्यो विस्थापित परिवारको आर्थिक उन्नति भयो कि आर्थिक क्षति भयो त? सामाजिक प्रतिष्ठामा क्षति पुग्यो कि तपाईँको लाभ मिल्यो त, सम्मान बढ्यो त? मैले बिहान पनि एउटा उसमा बनाएको छु, होइन? छोरी माइती आउँदाखेरि कहाँ आउने, लजमा आउने कि कोलोनीमा आउने कि कहाँ आउने, होइन? त्यो केटाकेटी हुर्केर ठुलो भएको होला अहिले, चरा मुसा, होइन? खोलाको माछाको पनि कुर हुन्छ के, दिनभरि चर्छ, राति बस्न आउने कुर हुन्छ। त्यो कुर भनेको थाहा छैन होला साथीहरूलाई फेरि, होइन? एआईको जमानाको मात्रै छन् मान्छेहरू अहिले। हाम्रो पार्टीले गरेको सबै सही हो भन्ने फेरि एउटा ठुलो हुल छ। भोलि त्यो पार्टीले देशै बेचिदिँदा हाम्रो पार्टीले राम्रो गर्यो, ताली बजाउँ साथी हो, कमसेकम, होइन? यति $1 मिलियन त अलि धेरै दाम पायो भन्ने हिसाबले चाहिँ नै तपाईँको जे पायो त्यसैलाई अनुमोदन गर्ने एउटा ठुलो हुल छ। त्यो हुलले यहाँ कमेन्टमा अब अपशब्दहरू लेख्छन्, मलाई थाहा छ, फरक पर्दैन। तर त्यसले साँचो कुरा साँचो नै हुन्छ, सत्य कुरा सत्य नै हुन्छ। जसले गरिबको पेटमा लात हान्ने, जसले गरिबको झुप्पडी भत्काउने र गरिबलाई विस्थापित गर्ने नीति लिन्छ, विश्वको इतिहासमा हेर्नुहोस्, नेपालको मात्रै नभएर, त्यसले, होइन, क्षणिक मात्रै हो, धुलिसात बनेरै त्यो जानुपर्छ। नियति त्यही नै हुन्छ। म त्यो भन्न चाहन्छु। र अहिलेको सरकारको मैले योजना केही पनि देखिनँ, यिनीहरूको योजना केही पनि छैन। मैले देख्दाखेरि थुप्रै अब सल्लाहहरू दिइरहेको छु, तर अब लिँदैनन्। तर म दिइरहन्छु, जनताहरू देशको पक्षमा बोलि नै रहन्छु म। उनीहरूको योजना भनेको लट्ठी, बुट, बन्दुक, प्रहरी, होइन, मुद्दा, है, अनि तपाईँको चाहिँ नि विदेशी ऋण, यी 4-5 वटा बाहेक अरू केही पनि भिजन छैन। जनतालाई कसरी सुख दिने, गरिबलाई विस्थापित गर्नु भनेकै असफल बन्नु हो कि। त्यो गरिबकै लागि नै सरकार हो नि खासमा त। गरिबलाई विस्थापित गरेर सरकार असफल भयो भन्ने कुराको सङ्केत यथेष्ट देखाइसकेको छ। यति भन्न चाहन्छु, चेत आए आओस्, नआए नआओस्। जय होस् सबैको, जय होस् कमसेकम।